सर्वोच्च अदालतले नेपाली कांग्रेसको आधिकारिकता विवादमा भएको फैसला पुनरावलोकनको अनुमति दिएको छ। प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्मा सहित न्यायाधीश नित्यानन्द पाण्डे र श्रीकान्त पौडेलको पुनः इजलासले यसअघिको फैसला पुनरावलोकन गर्न अनुमति दिएको हो। पूर्व सभापति शेरबहादुर देउवा र पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्काले फैसला पुनरावलोकनको माग गर्दै छुट्टा छुट्टै निवेदन दिएका थिए। साउन 6 गते देउवा र साउन 12 गते खड्काले यसअघिको फैसलामा त्रुटि भएको दाबी गर्दै पुनरावलोकनको माग गरेर निवेदन दिएका हुन्। नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचितहरूलाई आधिकारिकता दिने सर्वोच्च अदालतको फैसलाको पूर्णबाट प्राप्त भएपछि देउवा र खड्काले फैसला पुनरावलोकन गर्न माग गर्दै निवेदन दिएका थिए। यसअघि न्यायाधीश सारङ्गा सुवेदी र निप्रध्वज निर्वालाको इजलासले गरेको आदेश स्थापित नजिर तथा कानुनी सिद्धान्त एवं प्रचलित कानुन संहिताको प्रतिकूल रहेको दाबी निवेदनमा छ। नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापालाई निर्वाचन आयोगले आधिकारिकता दिने निर्णय गरेपछि यो विवाद सर्वोच्चमा पुगेको थियो। सर्वोच्चले कांग्रेसको आधिकारिकता गगन थापा नेतृत्वलाई दिने निर्वाचन आयोगको निर्णयलाई गत वैशाख 4 गते सर्वोच्च अदालतबाट सदर गरेको थियो। निर्वाचन आयोगले थापा नेतृत्वलाई आधिकारिकता प्रदान गरेपछि शेरबहादुर र पूर्णबहादुरले आयोगको निर्णय बदर गर्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए। यसअघि न्यायाधीश सारङ्गा सुवेदी र निप्रध्वज निवरालाको इजलासले गगन थापा नेतृत्वलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णय सदर गरेको थियो। निर्वाचन आयोगले 2082 माघ 2 मा कांग्रेसको विशेष महाधिवेशनलाई मान्यता दिँदै त्यहाँबाट निर्वाचित नयाँ पदाधिकारीहरूको अभिलेख अद्यावधि गर्ने निर्णय गरेको थियो। निर्वाचन आयोगको निर्णय विरुद्ध तत्कालीन सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विशेष महाधिवेशन र निर्वाचन आयोगको अद्यावधि गर्ने निर्णय विरुद्ध दायर गरेको रिटलाई सर्वोच्चले खारेज गर्दै भृकुटी मण्डपमा भएको कांग्रेसको विशेष महाधिवेशनलाई विधान बमोजिमको अनिवार्य प्रक्रिया भनी व्याख्या गरेको थियो। सर्वोच्चको उक्त फैसलामा गम्भीर कानुनी त्रुटि रहेको दाबी गर्दै देउवा र खड्काले दिएको निवेदनमा निस्सा अर्थात् अनुमति पाएसँगै अब यो मुद्दा फेरि सुरुदेखि सुनवाई हुने भएको छ। पुनरावलोकनको अनुमति पाइसकेपछि अब यो मुद्दाको अन्तिम किनारा लगाउन पुनः इजलासमा लगिनेछ। सामान्यतया यसअघि फैसला गर्ने न्यायाधीशहरू बाहेकका अन्य न्यायाधीशहरूको इजलासले यसको सुनवाई गर्नेछ। अदालतले पुनरावलोकनको आदेश दिएपछि अब विपक्षी पक्ष बनाइएका गगन थापा नेतृत्वको समिति र निर्वाचन आयोग आदिलाई अदालतले सूचना अर्थात् म्याद पठाउनेछ। उनीहरूले आफ्नो प्रतिरक्षामा बहस गर्न पाउनेछन्। निवेदक देउवा र खड्काले दाबी गरेअनुसार अघिल्लो फैसलामा स्थापित नजिर र कानुनी सिद्धान्त प्रतिकूल भए नभएको बारे इजलासले सूक्ष्म अध्ययन गर्नेछ। यसअघिको फैसलामा कुन कानुन मिचिएको छ वा कुन तथ्य छुटेको छ भन्नेमा बहस केन्द्रित हुनेछ। पुनः इजलासले बहस र प्रमाणका आधारमा दुईवटा निर्णय लिन सक्छ। यदि पुनरावलोकन गर्दा अघिल्लो फैसलामै त्रुटि देखिएमा गगन थापा नेतृत्वकै आधिकारिकता कायम रहनेछ। यदि अघिल्लो फैसला त्रुटिपूर्ण देखिएमा अदालतले त्यसलाई उल्टाउन सक्छ। यसो भएमा शेरबहादुर देउवा पक्षको दाबी अनुसार नेपाली कांग्रेसको वैधानिकता पुरानै अवस्थामा फर्कन सक्छ वा अदालतले नयाँ व्याख्या गर्न सक्छ। नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट गगन थापा सभापति निर्वाचित भएपछि निर्वाचन आयोगले त्यसलाई आधिकारिकता दिएको थियो। सो निर्णय विरुद्ध देउवा र खड्काले सर्वोच्चमा रिट हालेका थिए। सुरुमा सर्वोच्चले आयोगकै निर्णय सदर गरे पनि अहिले आफ्नै फैसला पुनरावलोकन गर्न तयार भएपछि कांग्रेसभित्रको अन्तरसङ्घर्षले नयाँ मोड लिनेछ। सर्वोच्च अदालतको पुनः इजलासमा पेशी तोकी फैसला आएसँगै नेपाली कांग्रेसको आधिकारिक संस्थापन पक्ष को हो भन्ने टुङ्गो लगाउनेछ। यो विषयमा तपाईका आफ्ना विचारहरू के हुन सक्छन् कृपया कमेन्ट बक्समा कमेन्ट गर्न नबिर्सनुहोला। हामी यस्तै र अन्य विशेष सामग्रीहरू लिएर पुनः उपस्थित हुनेछौँ। त्यतिन्जेलसम्मका लागि हामीसँगै रहनुहोला। नमस्कार।